त मान्छे आबा बुद्धि पनि हचुवाको म गर्न सक्छु दाबा यमबुद्ध यो लिलीपुटको पनि बच्चा हो तपाईँ देशलाई माया गर्नु न किन न्यू रोड मात्रै देशलाई माया गर्नु नेपाली सिको चाली संसारमा लम्किन्छ तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट नीलो रहेछ तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट नीलो रहेछ मर्द हेर यस्तो हुन्छ यसको त गिलो रहेछ आज तैँले गरे चटकले आटा माझी चटकले आजको यो ब्याटल अलि अश्लील हुन सक्छ न त गेम अफ अन्डर 18 को सानो भाइ बहिनीहरू क्लोज बटन थिच्नु होला यो फुच्चेको पो उमेर कति हो आज बालेनमाथि बाल शोषणको अभियोग लाग्न सक्छ यमबुद्ध यसको घाँटी बाँधेर राख अन्डरडगको कुकुर भाग्न सक्छ कुमारी निशेष तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को न्वारण गरिदिनेछ यो तेरो दाइले मनबी मानिस सिंह बन्न खोजेको उस्तै देख्छु म तारिफ होइन त्यो तिनकुने लिङ्ग त जस्तो ऱ्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म बालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ यो जस्तो ऱ्यापर बीच कुइरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ यसलाई सित्तैमा बजाउन पाइन्छ बरु हिजडालाई दिन दाम लाग्छ तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको है त्यो कुरा तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको त अस्ति रिसाको थिस रे यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको भाइ तैँले ऱ्याप हानेर नखाने भइस रे तेरो काम अन्डरडग्समा लुगा धुने भो बरु बुढीलाई नि लिएर आइज पानीको आपूर्ति गर्न धुरु रुने भो काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालो छुने भो टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे भव्य रमाइलो हुने जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती खाएर रक्सी तेरो स्वर पातलो यो गर्ल हेज गाट हस्की पाउजु छमछमाउने केटी भन्दा त नै धेरै मस्किन्छस् बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ अन्डरडगको कुकुर हुन्छ नि त अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्बर बढी लच्किन्छ रामै त कुकुर बोलाउँदा किन पड्किन्छ त मान्छे आबा बुद्धि पनि हचुवाको म गर्न सक्छु दाबा यमबुद्ध यो लिलीपुटको पनि बच्चा हो यसले फोटो देखाए अघि फोटो देखाए होइन तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ अघिको त्यो राउन्डमा पन्चेस हुनु पर्ने तर यसले लेखेन म्यान आम टु ड्याम फ्ललेस बिचराले मेरो लागि शब्द नै भेटेन काठमाडौँहरू नेवारले राज गर्थे बीचमा आयो साहा 10-12 पुस्ताको चुर्ती फुर्ती अन्त्यमा नागार्जुनमा स्वाहा Now I'm murdering this man. You're shook like you need some help. And I'm re-ruling this land just to prove that history repeats itself. Oh man, yo. Yeah. Yo. तेरो जंगल जस्तो आँखी बाउ तेरो जंगल जस्तो आँखी बाउ बाँडिदिन्छु एक एकजनालाई तेरो मासु आधी पाउ
मुख हेर्दा त सिङ्गम बाजीराव सिङ्गम जसरी आची खाऊ आज तैँले गरे चटकले आटा माझी चटकले ओ एक थोपानी लाज नभएको ओ एक थोपानी नलजाउने मैलो बोका बानेश्वरदेखि रत्नबाग जाने बसको ढकढकाउने तैँले ढोका त जस्तो खत्तम र कन्जुस कन्डक्टर त महाकसम कहीँ देखेको छैन त जस्तो खत्तम र कन्जुस कन्डक्टर त महाकसम कहीँ छैन अस्ति बसमा स्टुडेन्ट कार्ड देखाउँदा नि डिस्काउन्ट नदिने मलाई तै होइन नेपालको यो बाटोमा लाउरेको गाडी त धकेल्नु पर्छ तेरो हिरो साइकल त झन् के टिक्ला भिडियोमा त जबरजस्ती भ्युज आउँछ यस्ता मान्छेले एल्बम के झिक्ला झिके नि के बिक्ला बरु जा बसको ढोका ढकढकाउँदै बस त जस्तो मान्छेले ऱ्याप हान्न के सिक्ला दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि स्थानीय सरकार हो नि त स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन त्यो त सरकार हो त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त अनि बोलाए जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त गाह्रो छ आज के उठ्नु आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो गाह्रो छ भने त भएन त हामी होइन संसारमा असम्भव केही पनि छैन हजुर तर नेपालमा छ नि यो असम्भव भयो भने के गर्ने यस्तो जस्तै तपाईँलाई तपाईँकै उदाहरण दिन्छु तपाईँले पत्रकारिता सुरु गर्दाखेरि यति गाह्रो भयो तपाईँले जागिरमा जाँदाखेरि जस्तै त ल एउटा नेताको नाम दिन्छु त्यसो घर गएर उसको इन्टरभ्यू लिएर आइज भनेर तपाईँ माधव कुमार नेपालको घर पुग्नुभयो तपाईँ बिहान पुग्दाखेरि उहाँको टाइम छैन फेरि फर्केर जानुहोस् भन्दा कुरेर बस्नुभयो उहाँको टाइम छैन भनेर कुरेर बस्नुभयो हुँदा हुँदा राति 11 बजेसम्म कुरेर बस्दाखेरि बल्ल बल्ल माधव कुमार नेपालजीले यो कस्तो बौला पत्रकार रहेछ बिहानैदेखि कुरेर बसेको केही नखाइकन भनेर दिनुभयो नि त उहाँले तपाईँलाई अन्तर्वार्ता अनि त्यो लिएर जानुभयो अनि तपाईँले जागिर पाउनुभयो भनेको त्यो बेला तपाईँले यो गाह्रो छ अब यसले मलाई इन्टरभ्यू नै दिन्न भनेर छोडिदिनु भएको भए त तपाईँ अहिले यहाँनिर बसेको ऋषि दमला हुनु हुँदैन थियो नि त प्रस्ताव गरिरहेको छ सबै पार्टीको फर्स्ट अप्सन मै होला त्यति भन्दै सक्यो अब सबै पोलिटिकल पार्टीको सबै पोलिटिकल पार्टीको फर्स्ट अप्सन मै हो त उहाँले बनाएको हो नि होइन त्यो धरहरा होइन त्यो धरहरा किन होइन पछाडि जुन भत्कियो जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो त्यो धरहरा हो त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन् यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन त तपाईँ एकदम डराइरहनु भएको हो नै डराएको छैन तपाईँलाई साह्रो देखिदेखेको हो नि त पहिले पनि भन्थेँ मैले हामी बच्चा बेलामा नर्सरी पढ्दाखेरि उहाँको सो आउँथ्यो तपाईँलाई चाहिँ के लाग्छ वेन यु आर इन अ डेट होइन तपाईँ चाहिँ डेट जान चाहनुहुन्छ भने चाहिँ या त हुन्छ नि ल कफीकै लागि जानुपर्छ या त 1 घन्टा चाहिँ तपाईँलाई टाइम स्पेन्ड गर्नु मन छ भने चाहिँ के अरे हु डु यु प्रिफर मेल अर फिमेल अभियसली फिमेल बारनशाहलाई चाहिँ होइन अब तपाईँ बाहिर पनि गएर आइसक्नु भएको छ होइन वाट डु यु प्रिफर नेपाल या त अब्रड नेपाल हजुर कस्तो क्वेसन सोधेँ होला है मैले जो मान्छे चाहिँ हुन्छ नि यता बसेर पोलिटिकल्ली पनि जो चाहिँ एकदमै राम्रोसँग थाहा छ ब्याकग्राउन्ड है त्यस्तो मान्छेलाई सोधेँ एकदमै गलत प्रश्न एकदमै गलत प्रश्न गलत ओके सो अब एउटा ठाउँमा चाहिँ होइन एउटा यस्तो पुरा जङ्गल छ अरे होइन अनि त्यसपछि त्यो जङ्गलमा चाहिँ बिचमा चाहिँ एउटा समुद्र छ अरे होइन त्यो समुद्रमा चाहिँ एउटा मात्र बोट छ होइन त्यो बोटमा चाहिँ तपाईँ एकजना चाहिँ बस्नै पर्यो होइन अनि एकजनालाई मात्रै सिट छ अरे है तपाईँले कसलाई चुज गर्नुहुन्छ है म अप्सन दिन्छु तपाईँको वाइफ है तपाईँको एकदम मिल्ने साथी या त युनिक पोएट मिल्ने साथी या त युनिक पोएट दुईजनालाई पठाइदिन्छ आफै त्यहीँ बस्छु ये सारे जुल्म झाल से दूर हूँ मैं इसलिए तो मशहूर हूँ मैं खाना सही समय पे नहीं खा पाता मजबूर हूँ मैं केटी मान्छे जो चाहिँ अब पुरै कपडामै हुन्छ होइन अब आधा कपडाको मात्रै कुरा नगर्नु जो केटी चाहिँ पुरै कपडामा हुन्छ त्यो केटीलाई होइन 80% मान्छेहरूले हुन्छ नि
अब नेगेटिभ भन्ने पनि हुन्छ पोजिटिभ भन्ने पनि हुन्छ तर त्यसमा चाहिँ 60% चाहिँ नेगेटिभ भन्ने मान्छेहरू नै हुन्छ नि त कपडा पुरी लाग्यो भने लागेकै मान्छेलाई पनि भन्नु खोजेको कि तर हुन्छ अब केटाहरू चाहिँ अब जो चाहिँ अब माथि अब गन्जी माथि लगाएर हुन्छ त सर्ट्स माथि लगाएर त बक्सेस माथि लगाएर हिँडे पनि त्यो मान्छेलाई चाहिँ नकारात्मक नजरले हेर्ने या त बोली छोरी मान्छे त्यो राम्रो कुरा हो छोरी मान्छे ब्युटिफुल हुन्छ छोरा मान्छे अग्ली हुन्छ भन्नु अर्थ हो क्या छोरा म्युजिक मान्छेमा शरीरमा हेर्न लायक केही पनि छैन रहेछ त्यही भएर चाहिँ त्यतिकै हिँडेको छ छोरी मान्छे हेर्न लायक छन् ब्युटिफुल छन् उनीहरूको सुन्दरता छ उनीहरूको सुन्दरता हेरेर कविता एप्रिसिएट गर्ने मान्छेहरू हुन्छ तर नेगेटिभ भन्ने मान्छेहरू अझै त्यो भन्दा पनि बेसी हुन्छ भनौँ त्यस्तो खै त्यस्तो लाग्दैन त्यो त राम्रो कुरा हो छोरी मान्छेको शरीर नै आकर्षक छ भनेको जस्तो हो क्या त्यो छोरा मान्छेको शरीरमा केही पनि रहन्छ हेर्न लायक भन्नु कुरा जस्तो ऱ्यापरहरूको चाहिँ होइन आई हेभ सिन दिस बडी ल्याङ्ग्वेज क्या हजुर 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 ल यो हुन्छ नि यस्तो लाग्छ कि उहाँहरू केही मतलब तरकारी हातमा केही दियो भने उहाँहरूको तरकारी नै काटिने टक्क लाएर हुन्छ नि जस्तो मतलब लौका लामो राखेर छुरा दिनु एक वर्ष पानी नि पुरै काटिने जस्तो पुरै सरको एउटा ऱ्याप कुनै गर्नुहोस् सर प्लिज कुनै सरको आफ्नै कविता हुँ म आत्मा थप्ने तिमी भावना हुँ रमिता हुन्थे दैरे ल्याउने तिमी साधना ल एउटा लौका गई म्युजिक कुरा छोरी मान्छेको शरीर नै आकर्षक छ भनेको जस्तो हो क्या त्यो छोरा मान्छेको शरीरमा केही पनि रहन्छ हेर्न लायक भन्नु यो सोचेको थिइनँ अबदेखि कहिले काहीँ यसो तरकारी काट्नु पर्यो भने चाहिँ तपाईँको चिज ट्राई गर्नु दुईतिर चक्कु राखेर कुन छान्नुहुन्छ केशव स्थापित कि सृजना सिंह म भोटै हाल्दिनँ पैसा नलिकन अर्काको उम्मेदवार बन्नु भएको तपाईँ होइन पैसा नलिकन पनि किन बनिदिनु पर्यो मैले कसैको लागि मैले अरूको लागि गरिदिनु पर्ने आवश्यकता चाहिँ के छ तपाईँलाई नै सोधेँ मैले डिजाइन गरौँला फरक छ तपाईँले यहाँ ल्याब खोल्न पाउनुहुन्न ठिक छ नखोल्नुलाई केही छैन तर हजुरले मैले जुन एप्रुभल ल्याएको पछाडिबाट घुमाउनुहुन्छ सरकारले मैले फाइन तिरेर एप्रुभल ल्याएको छु के कसैलाई होइन तपाईँले हस्पिटल खोल्ने ल्याब खोल्ने मैले व्यवसाय गर्ने भनेर ल्याएको छु नि हजुर होइन व्यवसाय गर्ने भने अप्रुभल लिनु भएको छैन तपाईँसँग छैन ल्याउनु नि त यो फर्स्ट क्लास म दिन्छु कस्तो तपाईँको घरको नक्सा मसँग हुनुपर्छ नगरपालिका के हुन्छ त तपाईँको नक्सा मसँग मैले त्यहाँ यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो चस्मा खोलेर आँखाको भावलाई कसरी बुझ्ने त अब नबुझ्ने इज्जतको सवाल भाइ प्लिज खोलिदिनुहोस् आज चस्मा खोल्नु भन्नुभयो भोलि के खोल्नु भन्नु होला सो अब एउटा ठाउँमा चाहिँ होइन एउटा यस्तो पुरा जङ्गल छ अरे होइन अनि त्यसपछि त्यो जङ्गलमा चाहिँ बिचमा चाहिँ एउटा समुद्र छ अरे होइन त्यो समुद्रमा चाहिँ एउटा मात्र बोट छ होइन त्यो बोटमा चाहिँ तपाईँ एकजना चाहिँ बस्नै पर्यो होइन अनि एकजनालाई मात्रै सिट छ अरे है तपाईँले कसलाई चुज गर्नुहुन्छ है म अप्सन दिन्छु तपाईँको वाइफ है तपाईँको एकदम मिल्ने साथी या त युनिक पोएट मिल्ने साथी या त युनिक पोएट दुईजनालाई पठाइदिन्छ आफै त्यहीँ बस्छु ये सारे झोलम झाल से दूर हूँ मैं इसलिए तो मशहूर हूँ मैं खाना सही समय पे नहीं खा पाता मजबूर हूँ मैं जसले नि भन्छ नि भोलि चाहिँ नगरसभामा जम्मा हुने त सबै दलीय प्रतिनिधिहरू हुन्छन् त्यहाँ के गर्छन् बालिन साहब यो बगलोल कुन मान्छे हो यु रिमाइन्ड मी सो मच अफ साकार है भनेपछि धरहरा बनाइएको होइन बिगारिएको हो भन्ने तपाईँको आशय होइन धरहरा त बिना बनाएको पनि छैन बिगारेको पनि छैन त पछाडि जस्ताको त्यस्तै छ त ट्याक्सीहरू पनि पठाउमा दर्ता भएर टोटलमा दर्ता कतिपय दर्ता छन् कतिपय छैनन् त्यसलाई चाहिँ महानगरले नै त्यसलाई कोलाबोरेटिभ प्रोसेसमा ल्यायो भने एउटा चाहिँ भनौँ न यो कम्पिटिसनमा पनि हेल्दी कम्पिटिसन हुनुपर्छ नि यहाँनिर एकजनाले मात्रै धेरै पाउने अर्कोले कम पाउने अथवा अर्कोले भोलिका दिनमा अर्कोले मात्रै धेरै पाउने अर्कोले कम पाउनेलाई चाहिँ हेल्दी कम्पिटिसनमा लानुपर्छ यस्तो चिज चाहिँ सबैले गरी खान पाउनुपर्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो महानगरले व्यवसाय गर्ने हो कि नियमन गर्ने हो नियमन पनि गर्ने हो व्यवसाय पनि गर्ने हो महानगरले बिजनेस पनि गर्ने हो तपाईँका यी कुराहरू सुन्दाखेरि भइहाल्छ आजसम्म नभएको कुरा भइहाल्छ चमत्कारै हुन्छ काया पलट हुन्छ
भन्ने जस्तो लाग्छ। यसलाई तपाईँको इमान्दार आत्मविश्वास भन्ने कि मतदाता लोभ्याउने चेष्टा भन्ने कि तपाईँको अपरिपक्वता र भ्रम भन्ने? होइन, भ्रम भन्नु मिल्दैन। किन भन्दाखेरि म इन्जिनियरिङ ब्याकग्राउन्डको हो, म आफै स्ट्रक्चरल इन्जिनियर हो। मैले कुरा गर्दाखेरि इम्पोसिबल कुरा गर्नै मिल्दैन। काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। बर्खामा पानी पर्दाखेरि त त्यो सोसेर भित्र पानी जाने भयो नि त। जमिनको पानी रिचार्ज हुने भयो। तपाईँको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो, अब त्यो बोरिङको पानी माथि आउँछ, इनारको पानी माथि आउँछ। इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ। सफा पिउने पानी चाहियो। सुन्दै गर्नुहोस् न, यहाँ आइसक्यो सफा पानी। सुन्दै गजब बेइज्जती। मेरो देशको झन्डा हो, म ओढेर हिँडिरहेको छु भनेपछि मैले त कसैलाई सोध्नै पर्दैन नि त्यो कुरालाई होइन। आफ्नो देशको झन्डा मान्छेले ओढेर होइन, दुरुपयोग कसै सदुपयोग भयो भन्नु बरु ठिक हुन्थ्यो होला। तपाईँभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि। यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या। र रोकेर भवनहरू बनाइयो नि, जस्तै सुन्दाराकै कुरा गर्दाखेरि, लुइटीको कुरा गर्दाखेरि त्यहाँनिर तपाईँको काठमाडौँ मल जुन बन्यो नि, त्यसले चाहिँ त्यसको आगमन पानी रोकिदियो। अनि अहिले जुन सेतो टावर बनेको छ 24 तल्लाको, त्यसको बेसमेन्टले चाहिँ तपाईँको सेतो टावर 24 तल्लाको, त्यसको नाम धरारा होइन? धरहरा त पछाडिको होइन र जुन भत्कियो। पालन शाहको विषयमा के छ? ऊ त लुसिफर भइहाल्यो, दक्ष प्रजापति, महिषासुर, भस्मासुर सबै हो भन्ने मन छैन कि पनि यसको बारेमा त। हाई ऐसे मत बैठो, मेरा दिल बैठा जा रहा है, कुछ तो बोलो। सुझाव छोडिदेऊ राजा, तिमी राजनीति गर्न सक्दैनौ। तिम्रो हातको बसको बातको कुरा पनि होइन। तिम्रो सोच, तिम्रो भिजन, तिम्रो चिन्तनले तिमी एउटा कोठामा बस, पब्जी खेल, चिल गर, त्यति गर। तिम्रो त्यो बाहेक केही गर्न सक्दैनौ, कामै छैन तिम्रो, त्यति थियो। होइन, के गलत गरेका छन् र बालन शाहले? गुड क्वेश्चन, यु आर अ गुड क्वेश्चन। सबै त गलत, एउटा राम्रो काम भनिदिनुहोस् त, एउटा मात्र राम्रो काम। सिस्टोलमा हेर्नुहोस् उस्तै छ होइन होइन। भद्रकुमारी घलेको अनाथ आश्रम, वृद्धाश्रम, गुम्बा, पुस्तकालय भत्काएर चाहिँ के बनाउने हो? त्यहाँ के आवश्यक थियो? दिएको थिएन नामाले सबै कुरा है। अनि यो देश के मकै पोल्नेको होइन। एक ठाउँमा हरेक वडामा लगेर एक एकवटा चाहिँ बजार, हाट बजार बनाउन सकिँदैन। उनीहरूलाई ठाउँ दिनु पर्दैन। 15 लाखलाई बेरोजगार एकैचोटि बनाउने हो, लहर दिने हो, गरिब दुखीलाई काठमा बस्न नदिने हो। के राम्रो गरेछ यसले? घर भत्काउने र बिगार्ने बाहेक एउटा बनाएको भन्नु ल, एउटा मात्र भनिदिनु। जब एउटा बागमती सफा गर्न सक्दैन तोरीले, विष्णुमती, रुद्रमती, म त यही सफा गर्ला। मलाई 2टा मात्र इन्ट्रेस्ट थियो, म मेयर बनाउनु। एउटा सिस्टोल सफा गर्दैन, आनन्दले त्यहाँ गएर चयनसित मैले ध्यान गर्न पाउँला, एउटा मेरो उद्देश्य। अर्को चाहिँ बागमती, विष्णुमती, रुद्रमती सफा गर्दैन, त्यहाँ गएर आनन्दले पौडी खेल्न पाउनु। मै गर्दिनँ त्यसरी, 1 वर्षभित्र गरिदिन्छु। अहिलेको साला तोरी 3 वर्ष भइसक्यो, माखो मार्न सकेन। अझै ठुलो कुरा आश्वासन भएन के? त्यहाँ फेरि बनाउँदाखेरि सबै सामान ठेक्दारले राखेको छ। ठेक्दारले भने अनुसार, अरूले भने अनुसार उसले क्षतिपूर्ति माग्यो भने होस् भन्न खोज्नु भयो कि नहोस् भन्न खोज्नु भयो? के भन्न खोज्नु भयो? तिहार पछाडि सुरु हुन्छ भनिसकेपछि त्यसमा अब त्यो आश्वासन होइन क्या? भनिसकेपछि हुने आश्वासन पाएन के? तपाईँले नबनोस् भन्न खोज्नु भयो? नगर भने छिटो गर्नु पर्यो, त्यहाँ फुलाउनु पर्यो, तिहार छिटै सकाइदिनु मैले, काम गराउनु पर्यो। 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त? भनेदेखि तपाईँ जिम्मा लिनु। आजभन्दा 2 वर्ष अगाडि तपाईँले जिम्मा लिनुभएको थियो। आजै सकाउनु मिल्छ तिहार? आजै होइन भने सुरुवात त गर्नु पर्यो नि। ए ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। हस्, तपाईँको विवाहको बारेमा तपाईँको हामीले परिचयमा उल्लेख गरिसक्यौँ, तपाईँ विवाहित हो। तपाईँले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारिज, अरेन्ज म्यारेज हो। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको? लुकाएको होइन, नसोधिएको चाहिँ हो। किनभने प्रायः चाहिँ अन्तर्वार्ताहरूमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिबाट पनि सोध्नु भएको थियो। सोधिएको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन होइन। यमबुद्धको एकदमै ठुलो सपना थियो एउटा। यमबुद्धको के सपना थियो भन्दाखेरि हाम्रो अवार्ड फङ्सनमा म्युजिक क्याटेगोरीमा कहिले पनि हिपहप थिएन।
हिपहपलाई चाहिँ एउटा क्याटेगोरीमा राखौँ, नेपहपलाई एउटा क्याटेगोरीमा राखौँ भन्ने एउटा कुरा चाहिँ अब पुरा हुँदैछ। एन्ड थ्याङ्क यू सो मच विवेकजी। अनि आज हामी घोषणा गर्न जाँदैछौँ, मास दाई, गिरिश दाई, हामी घोषणा गर्न जाँदैछौँ इमेज अवार्डमा, इमेजको म्युजिक अवार्डमा अब हिपहपको छुट्टै जनर हुँदैछ। हिपहपको छुट्टै जनर हुँदैछ यमबुद्धको नाममा। रेस्ट इन पिस यमबुद्ध, आई लभ यु यमबुद्ध। यमबुद्धको सपना आज पुरा गर्दैछौँ हामी। दिवस समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, सम्माननीय उपराष्ट्रपति श्री रामसाहेब प्रसाद यादवज्यू, सम्माननीय प्रतिनिधि सभाका सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, विषयगत समितिका संयोजकज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभा सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत विभागीय प्रमुख तथा सम्पूर्ण राष्ट्रसेवा कर्मचारीज्यूहरू, विभिन्न वडाबाट सांस्कृतिक झाँकी सहित पाल्नुभएका संस्कृति तथा सामाजिक क्षेत्रबाट पाल्नुभएका व्यक्तित्वहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न क्षेत्रमा ख्याति प्राप्त आज सम्मानित हुनुहुने व्यक्तित्वहरू, आम सञ्चारकर्मी, सुरक्षाकर्मी तथा यहाँ उपस्थित महानगरवासी, ज्येष्ठ नागरिक ज्यूहरू, मेयर बन्न 10 करोड चाहिन्छ अरे काठमाडौँमा। 50 करोडै खर्च गर्छन् नि हजुर। हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु, पुनर्स्थापना गर्नु, फर्काउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त च्यालेन्ज गर्नुहोस् ल, आज बैठकमा च्यालेन्ज गर्नुहोस्। 22 वडाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन सम्बन्धी तपाईँ कानुन रूपमा जानुहोस्, तयार छु। तपाईँले कति वर्ष भनेर यहाँ यो सहर बन्दैन। तपाईँलाई के च्यालेन्ज दिने ल भन्नु, के कुरा के भनिराख्नु भयो? म्युजिक उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा, मान्छे हिँड्न गाह्रो भयो। अब के गर्ने? मैले न्यु रोडलाई माया गर्न नपाउने? म चाहिँ तपाईँ देशलाई माया गर्नु न, किन न्यु रोड मात्रै, देशलाई माया गर्नु। नेपाली सिरो चाली संसारमा लम्की